हेलो सल्ली बजार। ल साथीभाइहरू हामी चाहिँ सल्ली बजारमा आज घुम्दै हो हैन। हामी चाहिँ अङ्कल छोरा सल्ली बजारमा घुम्न जाँदैछौँ। सबैले भिडियो हेरेर लाइक कमेन्ट सेयर गर्नु होला। आज चाहिँ सल्ली बजारको यात्रा गर्दै हो। हेर्नुहोस् है, सल्ली बजार चाहिँ रमाइलो छ। तिहारको टाइम आइसक्यो छ। तिहार नजिकै आइसक्यो। यता हेर्नुहोस् माथितिर यसलाई चाहिँ के भन्छ, बस्नेउरा छ यो माथि। यतातिर चाहिँ होइन, यता चाहिँ अब बजारमा हामी जाँदैछौँ। अटो हेर्नुहोस्, नेपालको अटो यसरी गुड्छ नेपालको रोडमा अटो। धेरै माथि रहेछ होइन, उकालो धेरै हिँड्ने रहेछ, बाटो रहेछ। ल साथीभाइहरू, सल्ली बजारलाई माया गर्ने सम्पूर्ण साथीभाइहरूले भिडियोलाई लाइक कमेन्ट सेयर गर्नु होला। आज चाहिँ हजुरहरूलाई सल्ली बजारको बजार पसलहरू देखाउँछौँ हामी। अहिले चाहिँ हिँड्दै जाउँ लागेको हामी अङ्कल छोरा। बाबु चाहिँ मेरो दिदीको छोरा होइन, दिदी सासूको छोरा। सँगै आयो हामी उता कोलपुरबाट। अब चाहिँ हामी आज अहिले जाँदैछौँ, घुम्दैछौँ सल्ली बजारबाट। अब कहाँसम्मको यात्रा हुन्छ अहिले हजुरहरूलाई भिडियो पनि देखाउनेछौँ। पुरा भिडियो फोटा भिडियोहरू हेर्नु होला। आजको चाहिँ हाम्रो फोटाहरू भिडियोहरू आउँछ। स्पेसल घुम्नको लागि मात्र निक्लिएको घरदेखि होइन। अब चाहिँ बजारमा हाम्रो इन्ट्री भइसकेको छ। यो चाहिँ मथल्लो बजार होइन। अब त्यहाँबाट उता हेर्न सक्नुहुन्छ हाम्रो गाउँको पहाड पनि देखिया छ, माथि लेक। त्यसपछि यता यो आमखोलीको खेतहरू हेर्नुहोस् है। खेतमा धान पाक्दैछ। गाडीहरू धमाधम गुडिरहेका छन् हाम्रो सल्ली बजारमा। तिहारको माहौल चम्किँदैछ। अब तिहार पनि नजिक आइसक्यो होइन। आज चाहिँ हामी एउटा अहिले चाहिँ नभनौँ, स्पेसल ठाउँमा जाँदै हो। हेर्नुहोस्, अब हाम्रो चाहिँ सल्ली बजारमा इन्ट्री भइसकेको जानकारी गराउँदैछौँ हजुरहरूलाई। यो त हेर्नुहोस्, यता पहाड माथिको यो हाम्रो माथिकै पहाड हो, लेकको पहाड पर्छ यो पहाड। चाहिँ अब बजारको मोरनिर आइसक्यौँ। बजारमा अब बजार लाग्छ। यो मोर काटिसकेको बजार लाग्छ। सबैले गर्नु होला। सल्ली बजारलाई माया गर्ने सम्पूर्ण नेपाली साथीभाइहरूले भिडियोलाई सेयर गर्नु होला। आफ्नो साथीभाइहरूसँग सेयर गर्न नभुल्नु होला। यो चाहिँ माथिको बजार है, सल्ली बजार, जो हाम्रो चौरजारी जाने रोडबाट आउँदैछौँ हामी। यो चाहिँ मथल्लो बजार भन्छ यसलाई चाहिँ। अब गैली बजार भनेपछि तल्लो बजार पऱ्यो। यो चाहिँ मथल्लो बजार। यता हेर्नुहोस्, नेपालको नास्ता पसलहरू सुरु भइसक्यो। नास्ता खाँदै हुनुहुन्छ। यता चाहिँ यो कोही साथीभाइहरूलाई याद छ कि न हेर्नुहोस् है। यहाँ चाहिँ बल खेल्ने ग्राउन्ड थियो पहिला। आजभोलि चाहिँ खासै देखिन्न त्यस्तो। अब चाहिँ हामी बजारमा आइसक्यौँ है। बजारमा इन्ट्री भइसक्यो हाम्रो।
हेर्न सक्नुहुन्छ गाडीहरू लागेका छन् धमाधम। गाउँघरतिर जाने अब हाम्रो विदेश इन्डियाबाट आउने साथीभाइहरूको लागि गाडी तयारीमै छन्। हेर्नुहोस् आउनुहोस् आएर हजुरहरूको तिहार सोचेको यात्रा पनि सोचे चाहिँ होस्, तिहार राम्रोसँग मनाउनुहोस्। हामी पनि अब हिजो मात्र पुगेको अब इन्डियादेखि तिहारको माहौल चम्किँदैछ। सल्ली बजार केराहरू हेर्नुहोस् है, केरा अटो पनि लागिसकेको छ। हजुरहरूको सेवा सुविधाको लागि सबै रेडी छ सल्ली बजारमा। यता चाहिँ मोबाइल पसल रहेछ, गोविन्द इलेक्ट्रोनिक मोबाइल पसल। अङ्कल हेर्नुहोस् है, यो चाहिँ हाम्रो अङ्कलको पसल हो। सो घुमफिर गर्दै पसलसम्म आइपुग्यौँ हामी। सल्ली बजारमा चिन्नुहुन्छ होला नि, विजय जनरल स्टोर भनेपछि त धेरै फेमस हो, पहिलेदेखि नै पुरानो पसल हो होइन। हाम्रो यहाँ सिलाइ सम्बन्धी सबै सर्टको सामान, सिलाइ फेन्सीको अन्य पार्टहरू पूर्जाहरू सबै मिल्छ, सम्झनु होला। यो चाहिँ हाम्रो अङ्कल विजय अङ्कलको पसल हो।